मायालाई भेटियो मायालाई भेटियो यो मनको तिर्सना मेटियो हो कहिलाई चराउँदै लाली जोवन जान्छ कि आज र हो गाईलाई चराउँदै। थ्याङ्क यू। म चाहिँ ट्र्याकमा गाउँछु है अब। कहाँबाट तिमी त सानी छौ त यति छोटा प्याकेट बडा धमाका यार यति सानी छु कहाँबाट निकाल्छौ आवाज यार यस्तो बवाल यार साँच्चै भनेको म फ्यान भएको छु के बुझेनौ तिमी बवाल धेरै माथि पुग्छौ यार बहिनी थ्याङ्क यू दादा। धेरैजना मान्छेहरूले हेरिरहेको नजर लगाउनुहोस् यसो यो बहिनी एकदम ट्यालेन्टेड छ बिस्तारै बिस्तारै हुन्छ होला है यो बहिनीले पनि अझ अभ्यास गर्नु बाँकी छ होला धेरै कुराहरू तर भोइस चाहिँ गड गिफ्टेड हो है फेरि म चाहिँ अब ट्र्याकमा गाउँछु है तिर्सना गुरुङको सङ। एउटा गाउँ न हुन्छ। कुनै यस्तो दामी खालको अलिकति बवालै गाउला यस्तो बवाल तिर्सना दिदीको कुन गीत गाउन लाग्यो सुन कान्छा वाला। म पनि फेरि घरको कान्छो छोरा हो फेरि यो त सुन कान्छा यो हवाले के भन्छ सरररा सरररा उडी जाऊ म तिमीसँग। सुन कान्छा यो हवाले के भन्छ सरररा सरररा उडी जाऊ म तिमीसँग। अघि अघि तिमी मेरो पछि पछि म तिम्रो कान्छा दिए मुठो तिमीलाई मेरो तिमी नै त मेरो कान्छा। सुन कान्छा यो हवाले के भन्छ। थ्याङ्क यू। लाग्छ मौसम तिमी हुँदा साथ एकछिन नदेख्दा तिमीलाई रोकिन्छ यो सास डोलिदेऊ चढौला माया तिम्रो हिकाउला गोला माया डोली चढौला माया तिम्रो हिकाउला गोला माया। अघि अघि तिमी मेरो पछि पछि म तिम्रो कान्छा दिए मुठो तिमीलाई मेरो तिमी नै त मेरो कान्छा। सुन कान्छा यो हवाले के भन्छ सरररा सरररा उडी जाऊ म तिमीसँग। सुन कान्छा यो हवाले के भन्छ सरररा सरररा उडी जाऊ म तिमीसँग। थ्याङ्क यू। यो वेलकम बहिनी यो वेलकम एकदम है। च्याट यो बहिनीको 5000 मात्रै फलोवर किन छ यार वाइ यार आई थिङ्क उसले डिजर्भ गर्छ 10,000 भन्दा माथि फलोवर डिजर्भ गर्छ जस्तो लाग्छ कि मलाई है। माया देखाइदिनु होला यार 10,000 बनाउनुहोस् बिस्तारै बनाउनुहोस् तर है अलि झ्यापझुप गरेर बनाउनु बिस्तारै बनाउनुहोस् यदि राम्रो लाग्छ भने बनाउनुहोस् बहिनीको आवाज राम्रो लाग्छ भने नत्र फ्राइडे त छँदैछ फ्राइडे 10K 100% दाइको तर्फबाट ओके बवाल हुन्छ बवालै गर्ने म चाहिँ एउटा त्यो हजुरले अस्ति न मैले त्यो ट्र्याकमा सुनाउँछु भनेको थिएँ नि एउटा गाना त्यो चाहिँ गाउँछु ल एकछिनमा। अहिले एकछिनमा नगाऊ फ्राइडेको लागि पनि राख बहिनी मसँग धेरै कलेक्सन छ दादा। फ्राइडे गाउँला अब फ्राइडे है फ्राइडे बवाल गर्नुपर्छ। फ्राइडे चाहिँ अलिकति टक्क स्टेबल खालको क्यामेरा टक्क राम्रो ठाउँमा राखेर दामी बवाल रमाइलो गर्नुपर्छ ओके। हुन्छ ल
जान्छु म राम्रोसँग बस्छु बाई बाई, थ्याङ्क यू दादा, सबैजनालाई धेरै धेरै धन्यवाद। ल चाड क्या गर्व लाग्छ, क्या खुसी लाग्छ क्या मलाई है। मेरो लाइफको थ्रुबाट धेरैजना मान्छेहरू यसो आउनुहुन्छ, उहाँहरूले प्लेटफर्म पाउनुहुन्छ, उहाँहरूले एउटा स्टार्टिङ पाउनुहुन्छ, एउटा बिगिनिङ पाउनुहुन्छ है। यो भगवान्ले यसो भनौँ न एउटा बनाइदिएको छ यार, जे होस् एउटा अडियन्स, एउटा यताउति माया गर्ने मान्छेहरू बनाइदिएको छ। पहिला मलाई होइन अब भन्दाखेरि अलिक तितो लाग्ला, म पहिला बहुत भिडियो बनाउँथेँ क्या, सर्ट भिडियोहरू, सर्ट मुभी टाइपको भिडियोहरू बनाउने, जोस लाग्ने, जागर लाग्ने, यताउति गर्ने भिडियो सिडियो बनाउँथेँ। मेरो भ्युजै आउँथेन कि केही पनि, भ्युज चिज नआउने, यताउति हुने। अनि ठुल्ठुला क्रिएटरहरू थियो, नाम त नलिउँ, अहिले सडिरहेछन् सबजना होइन, नाम त नलिउँ। दाइ मेरो यार यो यसो उ गरिदिनु न यार, स्टोरी हालिदिनु न यताउति भन्दाखेरि हाँस्थेँ कि मेरो अगाडि पहिला मान्छेहरू, बुझ्यौ। अरू ठुल्ठुला क्रिएटरहरू थिए त्यति बेलाका, ठुल्ठुला क्या। हामी त बिगिनिङ गर्दै थियो, त्यति बेला हेल्प गर्ने मान्छे कोही पनि थिएन यार राजाहरू, बुझेन। यसो हेल्प गर्ने, यताउति गर्ने, यो गर्नु यताउति गर्ने, हाँस्थेँ पहिला होइन। त्यो स्टोरी हालिदिनु दाइ भन्दाखेरि कस्तो भिडियो बनाएको हाँस्थेँ, यताउति गर्थेँ। आजभोलि म हाँस्छु। ठिक छ ग्याङ, एकदम माया छ सबैलाई। जति पनि जना आउनुहुन्छ हजुरहरू, जति पनि जना मेरो लाइभमा आउनुहुन्छ, मेरो यता जोइन हुनुहुन्छ, सबजनालाई हो क्या। यु गाइज आर डुइङ वेल, यु गाइज आर डुइङ एभ्रिथिङ राइट है। जति पनि जना आजभोलिको के छ भन्दाखेरि आजभोलिको जेनेरेसन, मलाई ठुलो मान्छेले पनि हेरिराख्नु भएको छ होला, हजुरहरूको बालबच्चा, हजुरहरूको आफ्नो सानो बाबुहरूको के छ बानी भन्दाखेरि जे आजको आजै चाहियो, आजको आजै हुनु पऱ्यो, आज मैले भिडियो हालेको छु आजै लाइक्स आउनु पऱ्यो, आज त्यो बिस्तारै हुने कुरा हो राजाहरू है। त्यसैले नआत्तिनु होला सबजना, आजको लागि यति नै गरौँ होला, जानै पर्ने हुन्छ। एकदम माया छ मनदेखि है। जान्छु म, राम्रोसँग बसौँ, भगवान् छन्, भगवान्ले हेरिरहेका छन् भने सबैको पालो आउला एक दिन, हामी सँगै जोइन होला, हामी सँगै यताउति कुराकानी गरौँला। नत्र बिस्तारै के छ र, कुलवैभव मुभी सुभी पनि आउँदैछ, मुभी आउने बेलामा सबैको सिटिजमा आउँछु म, सहरमा आउँछु, सबैको गाउँमा आउँछु, सबैको सहरमा आउँछु, जहाँ जहाँ हलहरू छ त्यहाँ भेट्ला नि, त्यहाँ बबाल माहौल बनाउला नि राजाहरू होइन र। एकदम माया छ है। भगवान्ले मलाई यस्तो बबाल अडियन्सलाई, गड ब्लेस यु है बाप सबैजना, भगवान् हेर्नु है सबैलाई, गड ब्लेस यु एभ्रीबडी। यस्तो दामी ठाउँ दिएको छ, यस्तो दामी प्लेटफर्म दिएको छ, जुन जसकोबाट जुन प्लेटफर्मबाट हजुरहरू सामु आउन पाउँछु।